Hello and welcome back to my YouTube channel. आज चाहिँ हामी जल्दापारा नेसनल पार्क आएको छु अनि अहिले चाहिँ हामीहरू जाँदैछु पार्क जल्दापारा पार्क अनि त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ यस्तो खतरा पुल रहेछ डरै लाग्दो एकदम हामीहरू हिँड्दाखेरि पनि एकदम हल्लिने खालको पुल त्यस्तो पुल चाहिँ यहाँ चाहिँ दुईटा रहेछ अनि त्यो चाहिँ ब्रिटिस पालाको हो भनेर चाहिँ मेरो बुढाले चाहिँ भन्नुहुँदै थियो। हामीहरू पार्क चाहिँ पुगिसकेको छु र हामी चाहिँ जाँदैछु पार्कभित्र अनि यहाँको पार्कमा चाहिँ के रहेछ तपाईलाई देखाउनेवाला छु। यहाँ चाहिँ डुप्लिकेटहरू नै हुन्छ त्यसैले चाहिँ माइन्ड नगर्नु होला। मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनुहोस्। म तपाईहरुलाई यहाँको सबै यो पार्कको चाहिँ सबैतिर देखाइरहेको छु। मैले चाहिँ भोइस कभर किन गरेको भन्दाखेरि चाहिँ भिडियो लामो हुन्छ त्यही कारण। र यहाँ पार्कभित्र चाहिँ दामी एकदमै राम्रो टुरिस्टहरुको लागि चाहिँ लजहरु पनि रहेछ अनि तपाईहरु पनि आउन सक्नुहुन्छ। यो लजमा चाहिँ एकदमै सजिलो हुन्छ। यहाँ यो पिछाडीको चाहिँ लजहरु नै हो अनि अहिले चाहिँ हामीले हिँडिरहेको छु पार्क भित्र जानुको लागि अनि लजहरु चाहिँ एकदमै राम्रो रहेछ टुरिस्टहरुको लागि। तपाईले अनि हामी चाहिँ पार्क पुगिसके अनि यहाँ हेर्नुहोस् यहाँ चाहिँ थुप्रो वाइल्ड एनिमल्सहरुको स्ट्याचुहरु रहेछ। टाइगर हैन हौ टाइगर हुन्छ अरे यो जिउनु चाहिँ अहिले तर स्ट्याचु भएको छ। मेरो बुढाले चाहिँ टाइगर चाहिँ जिउँदै थियो अनि यहाँ चाहिँ अहिले स्ट्याचु भएर बसिरहेछ अरे गरमले। गरम हात्ती यहाँ चाहिँ छ यसलाई यहाँ चाहिँ छ हेर्नु होला यसको आँखा चाहिँ क्या डर लाग्दो छ तर यो चाहिँ स्ट्याचु हो। यो चाहिँ सेम तपाईँ जस्तै हात्तीसँग फोटो खिच्दैछ मेरो बुढी। अब जान्न जान्न फोटो खिच्दिनु फोटो फोटो यसलाई चाहिँ भन्छ यसलाई चाहिँ गोरु होला यो अनि गोरुको चाहिँ यहाँ गोरुको चाहिँ पुच्छर रहेछ तर यता आउनु न बुढा किन यो गोरुको त पुच्छरै भत्किसकेछ झरेछ नि त बिचरा पुच्छर। बुवा कुवा हैन यो गुवा हैन कि यसलाई के भन्छ बताइदिनु होला नाम यसको के हो म त चिन्न यसलाई। यसलाई के भन्छ तपाईहरु भनिदिनु होला। कस्तो खालको गुवा हेर्नुहोस् न साथीहरु म त फर्स्ट टाइम देखिरहेको छु। जुम के गुवा हो सिङ भाद्दला नि फेरि मैले बिर्सेछु। जाडो महिनामा चाहिँ यहाँ प्रोग्राम हुन्छ त मतलब आउनुभयो भने यस्तो एकदमै राम्रो सजिलो यहाँबाट चाहिँ सबै जग्गाहरू अनि तपाईहरु हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ छ राम्रो के रे भन्नु म सुनिरहेछु। भाइ त्यहीँबाट बताइदिनु भयो त नि मुनि छ हैट। अनि मेरो बुढा चाहिँ हिँड्दा थाकिसक्यो। यहाँ चाहिँ छ पिकअप अनि यो खोइ कुन यो के हो
न्याउरी यहाँ चाहिँ छ स्नेकहरू साँच्चै स्नेक छ डर लाग्यो म त देख्ने बित्तिकै स्वाट हात अब्बे वाजन हेर्नु न उ एनाकोन्डा साँच्चै तर यसो झलक्कै देख्दा राति त तर्सिन्छ अनि जो यहाँ हेर्नुहोस् न साथीहरू यहाँ चाहिँ एनाकोन्डा रहेछ एनाकोन्डाले चाहिँ हरियो सापलाई खाइरहेको रहेछ एनाकोन्डाले मेरो बुढाले चाहिँ जुम भन्दैछ यहाँबाट चाहिँ जल्दापडा जान्छौ त घुम्नु त्यो फरेस्टतिर है जूतिर सायद हात्तीहरू जुए छैन होला त्यहाँ हैन उयो साँच्चै हामी चाहिँ पार्क पनि घुमिसकेर अब चाहिँ हामी निस्किन लागेको र तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक अनि सब्स्क्राइब गरिदिनु नबिर्सनु होला धन्यवाद।